आजको भिडियोमा हामी AutoCAD 2022 चाहिँ फुल्ली फ्री वाला भर्जन चाहिँ कसरी डाउनलोड गर्ने यसको बारेमा कुरा गर्छौँ। क्र्याक पनि होइन र स्टुडेन्ट लाइसेन्स पनि चाहिँदैन। सो यसको लागि सिम्पली तपाईँलाई मैले तलपट्टि मेरो भिडियोको तल डिस्क्रिप्सनमा चाहिँ लिङ्क दिएको छु, त्यो लिङ्कमा क्लिक गर्नुहोला। यो लिङ्कमा क्लिक गरिसकिसकेपछि तपाईँले लिङ्कमा क्लिक गरिसकेपछि यहाँ डाउनलोड भन्ने अप्सन आउँछ। सो डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोला र यहाँ डाउनलोड एनयुएमा क्लिक गर्नुहोला। अब हाम्रो फाइल डाउनलोड भइरहेको छ। फाइल चाहिँ 3.8 GB को छ। सो डाउनलोड हुन केही समय लाग्छ। अब मेरो फाइल चाहिँ डाउनलोड भइसकेको छ। सो सिम्पली तपाईँले यसमा चाहिँ राइट क्लिक गरेर ओपन विथमा क्लिक गर्नुहोस्। त्यसपछि विन्डोज एक्सप्लोरर चाहिँ ओपन गर्नु होला। अब ओपनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ सेटअप भन्ने अप्सन दिनुहुन्छ। अब सेटअपमा क्लिक गर्नुहोस्। अब यसमा क्लिक गर्नुहोस्। अब आई एग्रीमा क्लिक गर्नुहोस्। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि नेक्स्टमा क्लिक गर्नुहोस्। अब इन्स्टलमा क्लिक गर्नुहोस्। अब इन्स्टलेसन हुनको लागि केही टाइम लाग्छ। सो वेट गर्नु होला। तपाईँको इन्स्टलेसन प्रोसेस कम्प्लिट भइसकेको छ। अब सिम्पली तपाईँले स्टार्टमा क्लिक गरेर तपाईँले AutoCAD 2022 फ्रीमा चलाउन सक्नुहुन्छ। अब तपाईँले AutoCAD 2022 खोलिसकेपछि तपाईँले यस्तो अप्सन आउँछ। सिम्पली तपाईँले यहाँ चाहिँ क्लियर अल गर्नु होला। त्यसपछि टिक लगाइदिनु होला। अब तपाईँले यहाँ ओकेमा क्लिक गर्नुहोस्। र तपाईँको AutoCAD ओपन हुन्छ। आजको लागि यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियोलाई लाइक र सेयर गर्नु पनि नबिर्सनु होला।